हल्लो साथीहरू, आज चाहिँ हाम्रो 2-3 बादमा चाहिँ बल्ल बल्ल बत्ती आएर चाहिँ यहाँ ढुक्कै भयो अलिकति साथीहरू। त्यो ड्युटी गएर आएको थिएँ भर्खरै घरमा बसेको एकछिन बत्ती चाहिँ आएर सन्च भयो। क्यान्डल पनि सकिसकेको थियो। एक प्याकेट किनेर ल्याएको, क्यान्डल दाम 80 रुपियाँ अरे एक प्याकेटको दाम। भर्खर किनेर ल्याएको, घरमा एकछिन हात खुट्टा धोएर बसेको चाहिँ बत्ती धन्न आयो। भन्न गाडीमा चाहिँ फोन चाहिँ चार्जर छ, त्यो चार्ज गरेर आएको थिएँ। अलिकति चाहिँ चार्ज गरेँ। यहाँ घरमा बत्ती आएर चाहिँ मेरो छोरी यहाँ आइसक्रिम खान्छु भने आइसक्रिम खाँदैछ। हाई गर छोरी, मेरो छोरी आइसक्रिम खाँदैछ। आमा तैँले चाहिँ बाहिर हारू भन्ने हाम्रो म्याउ छ, त्यसलाई खाना माथिल्लो घरको खाना यहीँ खान्छ। आमा चाहिँ पनि मलाई बत्ती आएर चाहिँ उस गर्दैछ, फोन कोट्याउँदैछ चार्ज गर्दै। के गर्नु, आज चाहिँ मोटामोटी 3 दिनै भयो। खोइ अब यस्तै छ हाम्रो सुकिया पोखरीको बत्ती। अरू जग्गा सब जग्गा थियो, हाम्रो जग्गामा त आज चाहिँ धन्न आयो। धन्न ढुक्कै लाग्यो भनौँ। है नानी छोरी, ल साथीहरू भन्दै त्यहाँ नै गुड नाइट। अब खाना खाएर म आराम गर्छु। 2 दिन भयो अब सानो तिनो भिडियो नहालेको पनि। अब भोलितिर अब यसो हाल्छु कोही बेला, म त यसो एनी टाइमको लागि। ल है साथीभाइहरूलाई खाएर गुड नाइट। अब पानी त मोटामोटी आज 1-2 तारिकसम्म भन्दै थियो। अब रोकिनु पर्ने, रोकेको राम्रो हो, सबलाई राम्रै नै हुन्छ है। छोरी बाई गरिदेऊ, ल सबलाई गुड नाइट भनिदेऊ। ल गुड नाइट है साथीहरू सबै। अब पानी सानी रहन्छ यता अब सुत्तामा सुत्दा पनि हुन्छ। पहिरो सहिरो त अब अस्तिको त्यो अलिकति हल्ला आउँछ हल्का फुल्का। अब केही छैन, के गर्नु, अब त्यो प्रकृतिको खेल हो, हामीले रोक्नु पनि सक्दैन साथीभाइहरू। के गर्नु, यस्तो छ जिन्दगी। ल है साथीहरू गुड नाइट।